अनि गाई हामी चाहिँ खोला खेलेर होइन टक्क लाएर अब हामी चाहिँ घरतिर लाग्यो। मेरो बुढा चाहिँ त्यहाँ अगाडि हिँड्दै हुनुहुन्छ अनि म चाहिँ यहाँनिर म पनि जाँदैछु पछि पछि उहाँको पछि पछि छु। हेर्न सक्नुहुन्छ अब हामी चाहिँ घरतिर लाग्यो ल गाई हामी चाहिँ घरतिर लाग्यो। अब त्यहाँ माथि रोड निस्केर टक्क लाएर फेरि सवारी चढेर घर जानुपर्छ। अब हिँडेर त पुगिन्छ। अब कति 30 मिनट जति लाग्छ होला हिँडेर। यता हेरिस त हावाले उडाइरहेको नि त पुरा। ठिक छ त्यहाँ बसिस न माया गर्दैछ त मेरो निधारा पसिना ठक्क हामी चाहिँ बुढाबुढी अब लाग्यो माया साटासाट गर्दै होइन ठक्क लाएर बुढाबुढीमा पनि माया साटासाट हुन्छ त हुँदैन अनि चुप्पा गरेको चाहिँ के हुने त्यो होइन ग्यास बुढाबुढी भयो भने त सबै फिलिङ्स नै अब त्यो हराउने खोलामा माछै देखिन कि यहाँ तल चाहिँ कत्रो माछा जाने हेर्ने सानो बट्टा बनाएर अहिले त खोला आएर लगिसक्यो सानै त्यहाँनिर त जर्वा पानी हो कि घुमी पनि छ घुगी मार्नु त उता जानुपर्छ क्या त्यहाँ पनि थियो कि घुगी चाहिँ कति खानु मन छ सानै मलाई किनेर खानु पाए पनि खाइदिन्छु खोइ कहाँ पाउनु म थाहा छैन अहिलेसम्म मैले किनेर खाएको छैन। ढुङ्गा बोकेर कतिजना लाग्नु भयो जमाउनु न ए अस्ति तपाईँहरू कहाँ हेल्प मारे नै लिसो भयो कि पानी धेरै खानु पानी कम खाने मात्रामा नि ब्लड क्यान्सर हुन्छ अरे नि त अहिले है उसको भनेको त त्यो मोटाउनु के अरे दुब्लाउनुको लागि के हो के भन्नु न अहिले ब्लड क्यान्सर भइरहेको त्यो कति भाइरल भइरहेको टिकटक स्टार त्यहाँ बगाएर लानु खोज्यो नि त उता तलतिर त्यहाँ त अहिले पानी भिजेको कि यो खनेको होइन छेउमै यति यति कम्मरको माथि खेलाउँछ तिमीले अब तिमीले एकान्तमा जानु भने हुनु पनि अब बुढा र बुढी एकान्तमा त्यो केटा मान्छेहरू छ नि केटै केटा अब केटी पहिले पुल बेगर डाइरेक्ट खोलाको सिमेन्ट हालेको थियो पाइपले पुल थियो होला नि फाल्दैउ फालिदिनु यहाँबाट जाने होइन आइस यहाँबाट उक्लिने क्या आइस आइस लोरो चाहिँ हुन्छ त्यो उ चाहिँ हुँदैन कि
ओहो खाना कि खाऊ न फालिदिछ भरे मलाई त पानी नखानु पुरा बढ्यो पानी छैन यहाँ जरुवा थियो कि र त्यहाँ झन् गएर होला नि खेल्नु फेरि त्यस्तोमा सजिलो हुन्छ नि त सल्ल भयो भने है त्यो गाउँ जस्तोमा ढङ छ ए हो रहेछ ढङ्गिँदा पऱ्यो भने जान्छ सास टुङ्गिन्छ हेरेको थिइनँ मैले दुवाको त्यहाँ ठुलो दुवा खानु अलिक केटाहरू थियो जातिको नै त्यति छ सानो गाखा त भयो त्यता त्यता नि अनि हामी त्यस्तो गोरा त त्यहाँ पौडी खेलेको हामी ए अँ मजा आयो त्यो त्यहाँ पारि चाहिँ त्यो रेस्टुरेन्ट हो रेड हाउस फालिदिछ नाइ आइसो छैन त्यो घुग्यो होइन कि त्यो झन् ठुल्ठुलो हो त्यसमा त आउँदैन त्यो बस पार्क छैन माछा उयो हुँदै हुनु पनि बिहान बिहान गयो भने भेट्छ कि बिहान चाहिँ के हुन्छ नि लोकल माछा नि ल्याउँछ अहिले मान्छेहरू मारेन बिहान बेलुका टक्कै त्यहाँ लोकल माछा लगेर उनीहरूले त्यहाँ बेच्छ कि पैसाको लागि सबै हिल्लै लायो मेरो पनि त्यस्तै भयो उयो पखाल्छु म त कहाँ अझै भिडियो बनाइरहेको छु घरमा माथि बनाउने नि यसरी मैले बोलेर के भयो त हिँड्न भने चाहिँ उनीहरू त्यहाँ उमा जान्न होटेलमा किन बोकिदिइहाल्छु पाँदैन सक्दैन खोइ के चिज छोड्यो किन झन् गरौँ हुनु भने त चिसो लुगा बोकेर चाबी कहाँ नखानु मन छु बमेर आउनु के लाग्यो गले बुढो अस्ति त हामी त मर्नु भएको थिएन नुहाएर आएको उहाँ आएको हगि हगि मऱ्यो गर्मी फेरि नुहाउनु भनेर यसले भन्यो फेरि नुहाउनु फेरि भनेर गएको फेरि हेरेको टाइम त धेरै भएर ल अरू बेला आऊ टाइम रहेन त भने ल
अघि त यहाँनिर कति धेरै मयूर थियो अब छैन यार अहिले त हुन्छ हौ अहिले बिस्तारै हुन्छ। ल हेर्नु कस्तो दामी देखाएको छ यहाँनिर चाहिँ झन् ल फाइनल हामी रोडमा आइपुग्यो वहाँ तल खोलामा माथि पुगेको थियो खेल्न ओ यहाँ तल रोकिरहेको रहेछ लगानी अभिवृद्धि गरौँ सहभागी बनौँ आदरणीय शिक्षा यहाँ चाहिँ अब भीमफेरी हुँदै माथि यो हुँदै अब यो चाहिँ काठमाडौँ पुग्छ यो बाटो चाहिँ आयोजना तथा शैक्षिक हामी चाहिँ अब जाँदैछौँ व्यवस्थापनमा सम्पन्न हुने बृहत शैक्षिक महोत्सवमा सहभागी जान्छ बनौँ होला ल हामी फाइनली हामीले सवारी पनि पायो होइन हामी चाहिँ शैक्षिक अब सामग्री लाग्छ प्रदर्शनी अब हामी चाहिँ क्षेत्र क्रियाशील बाई गरिदिनु